मान्छे कसरी सरप्राइजको लागि हजुर आज बर्थडे हो नि त हजुर ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे विश गर्दिन है मजाइ के कसले बनाउनु भयो गेस्ट गर्नुहोस् त कसले पठाउनु भयो होला जनाजीलाई त्यहाँ है मान्छे एकदम खुसी भयो कस्तो राम्रो बुके भेटौँडा बोटै हो मेरो हस्बेन्डले हो त नाम रविन्द्र महत हजुर रविन्द्र महत खै होइन कि कसले त है यस्तो मेरो सुकिन्दर गरेछ अलिक दाइजु त अलिक क्लोज आइज ह्यापी बर्थडे यता हेर्नु परी परी पुरै यस्तो पल भयो हाम्रो दिदी ह्यापी बर्थडे टु यु कस्तो लाज लाग्यो सरप्राइज आयो भने लगिदिनु सेम यस्तो यता हेर्नु त यता फर्किनु न गयो खोइ होला नि यस्तो जानु नि कसो गऱ्यो भने यो त एक्चुअली भ्याम गरेको सुट गयो नि अहिले केक काट्दाखेरि फर्किनु भयो ए हो सेम के केक पनि फेरि यो पनि छ अघि बुवालाई उहाँलाई के भन्न चाहनुहुन्छ त यी कसले पठाउनु पहिला थाहा पाउनु पाइन्थ्यो यति धेरै राम्रो गिफ्ट दिने मान्छेलाई धेरै धेरै थ्याङ्क यू के भन्नुभयो है नाम लिँदै जानु न कसले बिनाजुल त पक्कै होइन कसले होला त यो बाहिरबाट अर्डर छ कि यहीँबाट अर्डर छ म यति त भनिदिनु थाहा छैन हामीलाई त कल गर्नुभएको म्यासेजबाट त होइन यो चाहिँ हजुर आज 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 नै हो कि हजुर आज नै भन्नु कोही रोबिन केसी दाइले हो क्या है नाम त थाहा रोबिन केसीबाट आएको थियो हो अघि भेजौँ भन्नु त्यो मेरो दाइले मलाई त्यही पसलमा हो कि कहाँ हो कतिखेर घर जाने भन्नुभयो त्यहाँ म थ्याङ्क यू मेरो दाइलाई यति धेरै माया गरिदिनु केक लाग्यो त्यसमा आमा त्यही भएर कहिले घर जाने भने गर्नु भएर थियो मतलब पसलको नाम के हो भने त्यो संस्थाको मान्छे नि पसल दर्ता गरिसकेको छु त्यो मान्छे होला भन्दा यति बेलुका त आउँदैन यतिखेर लो पसल दर्ता गरे होइन हामीले अब यो पसल दर्ता गर्ने मान्छे यतिखेर आउँदैन 5 बजेसम्म आउने हो भने के होला भनेर कस्तो लाग्यो त तपाईँलाई कति धेरै खुसी लाग्यो मलाई कतिले बिहा बहिनी भाइहरूले बुढाहरूले दिनुभएको तर यस्तो तरिकाबाट चाहिँ फर्स्ट टाइम फेरि पनि हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना जस 29 वर्ष चाहिँ मेरो लागि धेरै लकी रहेछ थ्याङ्क यू हजुरहरूलाई पनि